ओके, अब म लगभग 8 किलोमिटर जति आएँ र अब यहाँतिर पुग्यो। यहाँ जो पहिले हामी गाडीमा आउँथ्यो त्यस्तै 4 व्हिलरमा, अहिले चाहिँ हिँडेर आएको पनि रमाइलो भयो। यहाँ एउटा सानो टनल छ। ओहो हो, के हो यो? यस्तो रहेछ है। यो चाहिँ सबै माथि रेलको बाटोको कचाको जो बिग्रेकोहरू सामानहरू सबै हेलीले झारेको रहेछ। अब यहाँबाट हेलीले तलतिर लान्छ। यस्तो छ ठाउँ। यो चाहिँ ट्रेनको टनल हो। र अब म यहाँबाट सिधै उता कुना तलको खोल्सातिर लाग्नुपर्छ। अब यहाँ चाहिँ आई होप यो मलाई थाहा छ यो ठाउँ। यहाँबाट उताको पहाडी, ठ्याक्कै पहाडी त्यहाँ सानो बाटो भएको ठाउँबाट चाहिँ उता हामीले एउटा घर केही वर्ष अगाडि बनाएको थियो। त्यस्तै 10-12 वर्ष अगाडि होला, त्यो मलाई याद छ। अब यहाँ यस्तो छ, यो वाटरफल। वाउ नाइस। यो चाहिँ एकदम पपुलर बाइसाइक्लिङ प्लेस हो हियर। यहाँबाट अस्ति 3-4 दिन अगाडि 55 किलोमिटर तलबाट म्याराथन गरेर नम्बर 1 एकजना, त्यस्तै 3 घन्टा आधी जतिमा आइसक्यो होला। यो बाटो एकदम रमाइलो छ साइक्लिङ गर्नको लागि। यस्तो भ्यू छ, दामी छ दामी। यो अहिले बिहानको अब 7 बज्न लागिसक्यो। अझै म यस्तै कति किलोमिटर बाँकी अझै छ, अझै 6 किलोमिटर त होला अझै। ल फेरि राख्छु। अब फेरि अर्को राम्रो सिन भयो भने खिचौँ ल।